हेलो साथीहरू नमस्ते। म फेरि पनि आइसकेको छु हजुरहरू मार्फत र हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अब म फेरि पनि आइसकेको छु हजुर मार्फत सानो कोसेली लिएर। यो कोसेली रहेको छ जीवन साथीको जिन्दगीको बारेमा। साथीहरू यो जीवन जिन्दगीको बारेमा कस्तो रहेछ यो पनि हजुरले सुनेर साथ सपोर्ट दिदिनु होला है त। अब चाहिँ म जानुपर्ने हुन्छ यो जीवन साथीको जिन्दगीको बारेमा है त। जीवन साथी भनेको के होला? ओके, अब चाहिँ म जानुपर्ने हुन्छ जीवन साथीको बारेमा के रहेछ। कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँछ, कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँछ जहाँ मनले चाहे पनि परिस्थितिले साथ दिँदैन, जहाँ मनले चाहे पनि परिस्थितिले साथ दिँदैन। हामी अविवाहित थियौँ त्यो समय, हामी अविवाहित थियौँ त्यो समय। आफ्नो आफ्नो परिवार जिम्मेवारी र संसार थियो, तर अन्जान तरिकाले हाम्रो भेट भयो, तर अन्जान तरिकाले हाम्रो भेट भयो। सुरुमा सम्मान चिन्जान सँगै, पछि कुराकानी अनि बिस्तारै मन जोडिँदै गयो। सुरुमा सम्मान चिन्जान सँगै, पछि कुराकानी अनि बिस्तारै मन जोडिँदै गयो। हामीलाई थाहा थियो यो सम्बन्ध जोड्न सजिलो छैन, हामीलाई थाहा थियो यो सम्बन्ध जोड्न सजिलो छैन। न त यो समाजले स्वीकार्ने थियो, न त हामी आफैले खुलेर बाँच्न सक्ने थियौँ। न त यो समाजले स्वीकार्ने थियो, न त हामी आफैले खुलेर बाँच्न सक्थ्यौँ। तर मनले भने प्रेममा यो समाजको नियम मान्दैन जस्तो लाग्थ्यो। कहिलेकाहीँ एक अर्कासँग केही मिनेट कुरा गर्न पाउँदा पनि दिनभरि मुस्कान आउँथ्यो, तर कहिलेकाहीँ अर्कासँग केही मिनेट कुरा गर्न पाउँदा पनि दिनभर मुस्कान आउने गर्थ्यो। तर त्यही मुस्कानभित्र कतै गहिरो डर पनि लुकेको थियो, यो माया सही हो कि गलत भनेर। हामी दुवै एक अर्काको परिवारलाई चोट पुर्याउन चाहँदैनथ्यौँ, हामी दुई एक अर्काले परिवारलाई चोट पुर्याउन चाहँदैनथ्यौँ। त्यसैले आफ्नो भावना धेरै जसो मनभित्रै थुनेर राख्ने गरेका थियौँ, त्यसैले आफ्नो भावना धेरै जसो मनभित्र थुनेर राख्ने गरेका थियौँ। कहिलेकाहीँ हामी एक अर्काले मन दुखाउँदै भन्ने गर्थ्यौँ, कहिलेकाहीँ हामी एक अर्काले मन दुखाउँदै भन्ने गर्थ्यौँ। हामी ढिलो भेटियो, यदि समयले अलि पहिले भेटाएको भए सायद हाम्रो प्रेम कथा फरक हुन्थ्यो होला। कहिलेकाहीँ हामी एक अर्काको मनको कुरा नदुखाउँदै भन्ने गर्थ्यौँ, हामी ढिलो भेटियौँ, यदि समयले अलि पहिले भेटाएको भए सायद हाम्रो प्रेम कथा फरक हुन्थ्यो होला भनेर। साथीहरू, यस्ता कोसेलीहरू लिइराखेको छु। हजुरले कस्तो लाग्दैछ हजुरहरूलाई यो मेरो कोसेलीहरू सुनेर? फेरि अर्को कोसेलीतिर पनि जाँदैछु है त। संसारमा धेरै मान्छे भेटिएँ मैले, संसारमा धेरै मान्छे भेटेँ मैले, तर मनले रोजेको एउटै नाम तिमी नै रहेछौ। संसारमा धेरै मान्छे भेटेँ मैले, तर मनले रोजेको एउटै नाम तिमी नै रहेछौ। तिमी बिना खुसी अधुरो लाग्दो रहेछ, तिमी बिना खुसी अधुरो लाग्दो रहेछ, किनकि मेरो हरेक मुस्कानको कारण तिमी नै बनेकी रहेछौ, किनकि मेरो मुस्कान हरेक तिमी नै बनेकी रहेछौ। जीवनले दिएको सबैभन्दा सुन्दर उपहार भनेकै नै तिमी नै रहेछौ। जीवनले दिएको सबैभन्दा सुन्दर उपहार भनेको नै तिमी नै रहेछौ, मेरो प्यारो जीवन साथी।
साथीहरू, यस्ता यस्ता भिडियोहरू मैले लिइरहेको हुन्छु। हजुरलाई कस्तो लाग्दैछ, जस्तो लाग्दैछ हजुरहरूले कमेन्टमा बताइदिइराख्नु होला है त। जीवनको साथीको बारेमा कस्तो रहेछ मेरो यो एउटा कुरो तपाईँहरूलाई भन्दाखेरि यो मेरो आफ्नै बारेमा पनि अलिकति म्याच गरेको छ है साथीहरू। र हजुरलाई कस्तो लागिरहेको छ यो मेरो कोसेलीहरू, जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिनुहोला। र हजुरको प्यारो ओम समय मगर यस्तै गरी कोसेली लिइराख्नेछ र हजुरले साथ सपोर्ट दिइराख्नुहोला र दिइराख्नु भएको छ र भन्दै यो कोसेलीलाई यतिमै अन्त्य गर्दै अर्को कोसेलीतिर छिटै नै भेट हुनेछौँ। अहिलेलाई बाई बाई भन्न चाहन्छु। ओके, अर्को भिडियो छिटो नै आउनेछ है त।